他去的呀，他那都老是去的，说那样去就这个了，人发现嘛不用了的。हामीले हाम्रो मनस्थिति र हाम्रो विचारलाई हामीले धर्ममा डोर्याए तापनि धर्मको मार्गमा लगे तापनि तर फेरि धर्म गर्ने क्रममा चाहिँ फेरि विभिन्न खालको अवरोधहरू विभिन्न विघ्नबाधाहरू आउन सक्छ। Ini tiga belas ya, tak pasti orang bercoba na, ini cuci dalam malu lagi. त्यो बेलामा चाहिँ अनि धर्म गर्ने क्रममा तपाईले विभिन्न विघ्नबाधाहरू मार्गमा अवरोधहरू आयो भने फेरि त्यो मार्ग चाहिँ त्यो धर्म चाहिँ सत्मार्गमा परिणत हुन सक्दैन। Ini tak ada apa ke, tak cuci dalam tu, cuci dalam tu kalau dia awak tak cari cikgu ini, sini kita cikgu. त्यसकारणले हामीले आफूले गरेको धर्मलाई सत्मार्गमा रूपान्तरण गर्नको लागि गर्नुपर्छ। यदि फेरि त्यो गर्न सकेन भने त्यो अर्को मार्गमा जानेछ। त्यसकारणले हामीले यो धर्मलाई सत्मार्गमा रूपान्तरण गर्नको लागि चाहिँ हामीले अब के गर्नुपर्छ? Cuci dalam tu kalau dia awak tu tak cikgu ya, cuci luar tu dia bercakap, jadi cikgu. त्यसो भए अब हामीले धर्मलाई सत्मार्गमा रूपान्तरण गर्नको लागि चाहिँ अब के गर्नुपर्छ त भन्दा चाहिँ अब त्यो भाषे हामीले आउने विघ्नबाधाहरूलाई चाहिँ हामीले त्योसँग चाहिँ हामीले फेस गर्न सक्ने त्यो खालको मार्गलाई हामीले अपनाउनुपर्छ। Ini dia yang cuci dalam tu kalau dia bercakap tu anggaran tu kita pakai ini parti tu betul itu kan tu ada suyore sena त्यसो भए हामीले यो आफूले गरेको धर्मलाई सत्मार्गमा रूपान्तरण गर्नको लागि हामीले त्यसो भए के गर्नुपर्छ त भन्दा चाहिँ त्यो एउटा त्योसँग फेस गर्न सक्ने एउटा हामीले त्यसलाई हामी लिनुपर्छ, ग्रहण गर्नुपर्छ। त्यो के हो त भन्दा चाहिँ अब धर्मलाई सत्मार्गमा रूपान्तरण गर्ने क्षमता रहेको त्यो चाहिँ के हो त भन्दा त्यो चाहिँ त्रिरत्न हो भन्छ। Ini hati kamu cok lalu Jadi orang suka kami dah, pasal apa sobat ni, job tu pasal dah, jadi macam job tu na, job tu rumah, orang yang jadi tunggak kena, job tu rumah ni, jadi job tu orang kerja rumah ni. अहिले हामीले त्यो भनेको चाहिँ हामीले अथवा बचाउनु त्यहाँबाट छुटकारा गराउनु भन्ने अर्थको छ। तर हामीले बचाउनु भन्दाखेरि अब त्यो समस्याबाट बचाउनु भनेको दुःखबाट बचाउनु भनेको अब बचाउने वाला नै त्यो दुःखमा परिरहेको छ भने उसले हामीले कसरी बचाउन सक्छ? त्यसकारणले त्यो बचाउने वाला चाहिँ त्यो एकदम हामीलाई बचाउन सक्ने त्यस्तो खालको क्षमता भएकोमा चाहिँ हामी जानुपर्छ शरणमा। Jadi tak job untuk ada, nombor tu mau main pergi, jam ni jam jual sun cakap, sambil jual jual sun. त्यसकारणले अब त्यो हामीलाई संसारको दुःखबाट बचाउने क्षमता भएको त्यो चाहिँ के हो त भन्दा त्यो चाहिँ हाम्रो बौद्ध धर्मको दृष्टिकोण अनुसार त्यसलाई चाहिँ त्रिरत्न कुञ्जुसुम भनिन्छ। त्यसकारणले कुञ्जुसुम चाहिँ हाम्रो बौद्ध धर्मको त्यो समस्याबाट हामीलाई बचाउन सक्ने एउटा आधार हो। Jadi kita berkonflik dengan kondisi kita dia, kalau bom cuba jika yang ada awalnya kondisi lekin di siapa siapa yang kelenda kondisi jatuh jumpa kita jadi kita boleh cakap dengan त्यसकारणले यो कुञ्जुसुम भनेको त्रिरत्न भनेको पनि हामीले हिजोको गरेको जस्तै हैन। हिजो हामीले तीनवटा विषयले महत्त्व दिएको थियो, जस्तै ती कर्म हेतु फल लेख दिने, त्यसपछि पूर्व जन्म र पुनर्जन्म भनेको केवलमा चाहिँ खेलेको भने अनि त्रिरत्नको श्रद्धा भन्छ नि हामीले कुञ्जुसुम प्रतिको हाम्रो श्रद्धा विश्वास हो त्यही हो भन्नुहुन्छ। Ini apa kondisi ni jadi, kita mahu siapa kondisi ni jadi kondisi dia nampak ni siapa dia, tak sama kongkang. कसैले चाहिँ त्यसमा हामीले यो बचाउने क्षमता वाला भएको त्रिरत्न भन्ने कुञ्जुसुम भन्ने चाहिँ कहाँ होला भन्दाखेरि कसैले चाहिँ माथि आकाशमा होला भन्ने एउटा भ्रम पनि छ। Jadi manusia sebagai kondisi dan min nampak tamu jadi luas. Jika kondisi kawai masih dia manis. कसैले चाहिँ हामीले दुःखहरू आइपर्दाखेरि पीडा आइपर्दाखेरि कुञ्जुखेन भनेर चाहिँ हामीले कहाँ हेर्छ भने आकाश यसो आकाशमा हेर्दा रहेछ अरे। तर त्यो बेला त्यो भन्ने मान्छेले चाहिँ कुञ्जुसुम कहाँ छ होला भनेर उसलाई नै थाहा छैन अरे। त्यसकारणले कुञ्जुसुम भनेको चाहिँ त्यो त्रिरत्न चाहिँ कुञ्जुसुम माथि आकाशमा छैन। त्यस्तोमा गयो भने त्यो आकाशमा भएको त्रिरत्नले तपाईँलाई बचाउन सक्दैन।
갖고 주어야 돼. 얘는 다 가장 공부를 해가지고 될 때는 상기부터 해가 파송나 상기부터들 아무도 생각이 त्यस कारणले यो शरण जाने स्थान त्यो चाहिँ परम त्यो शरण जाने त्यो तिरी रत्नमा पनि सबैभन्दा परम प्राप्ति चाहिँ के हो त भन्दा बुद्ध रत्न हो भगवान बुद्ध रत्न भएको कारणले त्यो चाहिँ बुद्ध चाहिँ कहाँ छ त त्यो चाहिँ तपाईँको चित्त हो चित्तको स्वभाव हो 그래도 하나랑 디셈들랑 소나 근데 좀 그거 차려게 대상이 차려게 त्यस कारणले यो के अर्थमा भनेको त भन्दा तपाईँको चित्तलाई तपाईँको मनलाई तपाईँ स्वयंले त्यसलाई चाहिँ बचाउन सक्यो भने तपाईँको मनको आधिकारिक रूपमा तपाईँले त्यसलाई आफ्नो मनलाई कन्ट्रोल गर्न सक्यो भने त्यो नै तपाईँको लागि बुद्ध रत्न हो त्यसले रङले रङ गोइले रङ रङ त्यस कारणले बुद्ध भगवानको पढाइमा राङ्गी राङ्गी घोनी भनेर चाहिँ आफ्नो मालिक आफै हो भनेको चाहिँ कारण चाहिँ के हो त भन्दा तिमी आफ्नै चित्त बुद्ध नै यही छ भन्ने कारण थियो quando mai c'è bisogno della sanità, loro che ci mettono, che chiamano, che vanno a fare, che ne sempre sangue in un macchine, e non dopo solo anche, e sono anche anche, e che ne canno non succede. A volte in un macchine, sangue con il cibo, io e sempre facciate che fate, non ci sono cavoli. त्यस कारणले तपाईँ हाम्रो चित्तभित्र नै बुद्ध छ भगवान चाहिँ मनमै छ तर पनि हामी किन त त्यो बुद्धलाई हामीले अहिलेसम्म दर्शन गर्न पाएनौँ तपाईको मनमा छ त्यो भगवान बुद्ध तर किन तपाईले प्रत्यक्ष दर्शन गर्न पाएनौँ त तपाईको मनमा विभिन्न सांसारिक मैल भनेको फोहोर मैलले हैन क्लेशले लोभ इच्छा मोह ईर्ष्याले त्यसले ढाकिरहेको छ त्यसकारणले अहिलेसम्म तपाईँ हामीले त्यो बुद्धलाई प्राप्त गर्न सकेको छैन आफ्नै चित्तमा छ त्यसले दर्शन गर्न पाएको छ त्यसकारणले अनि हामीले बुद्ध कहाँ खोज्छ त जहिले पनि बाहिर मात्रै हामी खोजिरहेको छ 얘는 상계되는데 치료를 해가지 도와주는 건나 근데 좀 이거를 त्यस कारणले सांगे बुद्ध चाहिँ बाहिर होइन बुद्ध चाहिँ आफ्नो स्वचित्तमा छ आफ्नो चित्तको नेचर अफ माइन्ड त्यो बुद्ध चाहिँ तपाईको चित्तभित्र नै छ भनेर चिन्न सक्यो भने त्यो चाहिँ एकदम आफूलाई राम्रो फाइदा हुन्छ 될 때는 세상 기생들 상계라는 사회는 또 많이 좀 되세요 상계에 세면데 또 뭐가 또 문제가 없던데요 또 뽑아기 세그리 कसैलाई यो पनि शङ्का लाग्न सक्छ बुद्ध भनेको नै आफ्नो मन हो त्यसैले मन त हाम्रो अब मैलले पुरै दुःख भइरहेको छ मैल छ त्यसैले त्यो मनबाट हामी कसरी मुक्ति हुन सक्ला त भन्ने कसैले त्यो शङ्का लागेको छ त्यतिले तातेकामा मान्छे चाहिँ 상계 뭐만 किन्ने 근데 sempre 출고만 필요하대 근데 그 뭐냐 나오는 동원이랑 사대로 출고만 필요하대 त्यसकारणले किन त भन्दा चाहिँ तपाईँ हाम्रो मनको स्वभाव चाहिँ बुद्ध हो तर त्यो बुद्ध भए तापनि किन हामी चाहिँ बच्न सकिन भन्दा चाहिँ हाम्रो मन चाहिँ जहिले पनि बाहिरी विकल्प बाहिरी लोभ इच्छा यो संसारिक विकल्पमा भड्केको कारणले नै तपाईँ हाम्रो मन चाहिँ अहिलेसम्म प्राप्त गर्न सक्यो त्यही तातेका भएछ रसुन संगी 뭐마히 sommer을 센데 상이 뭐마히네 그 저 출고 오면서 동물 산이면 저 동물 형도 되게 사대요 त्यस कारणले रङ्सिम संगी म मान्छे भने चाहिँ आफ्नो चित्तको स्वभाव नै बुद्ध हो तर म मान्छे भनेको त्यसलाई नचिनेर त्यसलाई दर्शन गर्न नसकेर नै अनि हामी चाहिँ खम्छौँ खर्वा यो तिरी लोभ छलो तिरी धातुमा चाहिँ हाम्रो मन फर्किरहेको छ त्यसकारणले अहिलेसम्म हामीले आफूभित्र भएको चिज हामीले चिन्न सक्यौँ त्यही तातेले त्यही नै रसुन संगी 뭐마히 भए त म के भएको त काको भइरहेछ त्यसो भए तपाईको चित्त नै बुद्धको स्वभाव भने तपाईको भगवान बुद्ध चाहिँ आफ्नै मनमा छ र तपाईले चिन्न सकेको छैन भने अब त्यसो भए त्यो बुद्धलाई आफ्नो मनमा भएको बुद्धलाई चिन्नको लागि चाहिँ त्यसको उपाय पद्धति चाहिँ के हुन सक्ला त्यही तातेले त्यही नै रसुन संगीबाट वर्षिप 제가가 근데 양답을 취해서 때문에 이제는 무엇을 제거해 त्यसो भए अब तपाईको मन बुद्धको स्वरूप हो भने तपाईको मन नै बुद्ध हो भने अब त्यो बुद्धलाई अब तपाईले प्राप्त गर्नको लागि के गर्नुपर्छ भन्दा चाहिँ अब तपाईले सत् धर्मको अभ्यास गर्नुपर्छ
되게 방송관이 있는 거 너무 많이 봤대 시버체 탑들라 쇼군 쇼도 나오요. त्यस कारणले हामीले अब आफ्नो मनमा भएको आफ्नो चित्तलाई बुद्धको स्वरूपमा प्राप्ति गर्नको लागि अब त्यो नचिन्नको लागि चाहिँ अब चिन्नको लागि चाहिँ के हो त भन्दा अब हामीले धर्म भनेको चाहिँ अब धर्मको अभ्यास गर्नुपर्छ त्यसलाई नै हामीले के अरे छुइपुन्छुक भनेको अनि त्यसलाई चाहिँ धर्मरत्न भनेको त्यता 쇼군 जोइके भयो 방송관이 뭐 많이 봤대 시버체 탑은 쇼군 조인데 이 탑은 대사 배주 간에 काम गरेको थियो ता 배주 काम 쇼이 टिभी भएर टेङ मागे त्यस कारणले अब दोस्रो नम्बरमा हामीले त्यो धर्म रत्नलाई छुइपुन्छुकलाई हामीले अभ्यास त गर्ने भन्यो तर त्यो थाप्न त्यसको उपायको मार्गमा अपनाउने त्यसलाई दोहोर्याउनको लागि चाहिँ अब के गर्नुपर्छ त हामीले त्यसले 기능을 먼저 개들고 어떻게 거를 개들고 이렇게 रागे केम तो देखायो त्यस कारणले तेस्रो नम्बरमा त्यसो भए आफ्नो मन बुद्ध हो त्यो बुद्ध भए पनि चिन्न सकेन त्यसोलाई के गर्नु पर्यो धर्म अभ्यास गर्नु पर्यो अब धर्म मात्रै गर्छु मात्रै भनेर भएन तपाईले त्यो धर्म चिनाउनको लागि के गर्नुपर्छ तपाईले गुरु समात्नु पर्छ आफ्नो जयलामा आफ्नो कल्याण नेतालाई समात्नु पर्छ त्यसकारणले त्यो गुरुको माध्यमबाट चाहिँ हामीले त्यो मार्गमा अपनाउन सक्छौं अत्यन्त 말하시는 마크로나 나는 선생님이 뭐마시에 시에버체가 시에버체가 탑던데를 중심 그쪽으로 쉬었어. 그게 लेभल्स त्यस कारणले हामीले तिरी रत्न हैन कन्जुक्सुम भन्ने चिनेको छैन भने हामीले यो प्रकारले आफ्नो मनको स्वभाव मन चाहिँ बुद्ध हो र त्यो बुद्धलाई चिन्नको लागि धर्म रत्न हो र त्यो धर्म रत्नलाई अपनाउनको लागि विधि उपायको मार्गमा अपनाउने त्यो गुरुको रूपमा चाहिँ हामीले हेतु कुन्छौँ भने चाहिँ संघ रत्नलाई हामीले अपनाउन सक्नुपर्छ यसरी गरे भने हामीले अनि तिरी रत्न कुन्छौँ भने चाहिँ हामीले राम्रो सहज रूपले चिन्न सक्छौँ यस्तो प्रकारले हामीले बुझ्यो भने यस्तो प्रकारले अध्ययन गर्यो भने के तिरी रत्न बाहिर हुन सक्ला अघि आकाशमा भएको जस्तो त्यो बाहिर छैन रहेछ है त्यसकारणले हामी त्यो नबुझेको कारणले तिरी रत्न बुझ्छौँ भने नबुझेको कारणले हामीले के भन्छ त हो क्याप्टेन बुझ्छौँ के भनेर हामीले आकाशमा चले त्यो नबुझेको कारणले साँच्चीकै त्यो बुझ्यो भने क्याप्टेन बुझ्छौँ बाहिर होइन त्यो चाहिँ तपाईँ भित्र नै छ भगवान् बुद्धले उहाँको सूत्रमा के भन्नुभएको छ त्यस कारणले चाहिँ राङ्गिसिन्नी योंसुदो थिए संगीतमै भने चाहिँ त्यसलाई संस्कृतमा स्वचित्त पारे वातावरण एकाद बुद्धन शासनम भन्छ आफ्नो चित्त नै हो भन्नुभएको त्यस कारणले यो मार्गदर्शन गर्ने को त भन्दा चाहिँ भगवान् शाक्यमुनि गौतम बुद्ध हो उहाँले पनि आफ्नो जीवनकालमा जबसम्म उहाँ सम्यक सम्बुद्धता प्राप्त गरेको थिएन त्यो बेलासम्म उहाँले साङ्गे पुञ्जुक भनौँ न तिरी रत्न उहाँले चिन्नु भएको थिएन त्यस कारणले भगवान् बुद्धले जुन बेलामा वैशाख पूर्णिमाको दिनमा उहाँले सम्यक सम्बुद्धता ज्ञान प्राप्त गर्नुभयो त्यस पश्चात उहाँले के महसुस गर्नुभयो भन्दा चाहिँ उहाँले यो यस्तो ज्ञान प्राप्त गर्नुभयो ओहो भगवान् भनेको चाहिँ कहीँ बाहिर कतै बाहिर होइन रहेछ त्यो चाहिँ आफ्नै मनमा रहेछ भनेर त्यसपछि भगवान् बुद्धले त्यो ज्ञान प्राप्त गर्नुभएको थियो र उहाँले त्यो महसुस गर्नुभएको त्यस कारणले भगवान् बुद्धले जब बुद्ध चाहिँ बाहिर होइन भगवान् चाहिँ आफ्नै मन रहेछ भने जब उहाँले ज्ञान प्राप्त गर्नु भइसकेपछि उहाँले 49 दिनसम्म उहाँ मौनमा बस्नुभएको थियो अनि त्यो बेलामा उहाँले एउटा श्लोक छ त्यसमा ठ्याक्कै नेपालीमा त भन्न होइन तर यसको अर्थ चाहिँ के हो त सब्स्टिट्युट भनेको चाहिँ एकदम मैले अहिले प्राप्त गरेको ज्ञान चाहिँ यो गहन र गम्भीर रूपी ज्ञानलाई मैले
कसैले बाँड्नु पर्दा पनि कसैले यो सहज ढङ्गले बुझ्न सक्दैन। त्यसकारणले यो नबोले यो यस्तो खालको ज्ञान भएको कारणले म नबोलेर नै म चाहिँ अहिले यसरी बसिरहेको छु भनेर चाहिँ उहाँले आफ्नो त्यो चाहिँ उहाँले वाचन गर्नुभयो। 对对对，那上级学就这个上级学在让你上面写过的，空那个在这道现在现在实际的现在这个有什么扩散嘛？这些什么，那这个那些呢，好像像他这里讲的，这样是有个什么？ अनि त्यो बेला भगवान बुद्धले मैले यो आफ्नो मनबाट प्राप्त गरेको यो बुद्ध ज्ञानलाई अब यो जसलाई जोसुकै सामान्य मान्छेले भनेको यो कसैले बुझ्नेवाला पनि छैन, त्यसकारणले म चाहिँ ध्यानमै बस्छु भनेर कसैले म भनेर पनि यो फाइदा छैन भने जब उहाँले नसकेपछि उहाँ चाहिँ 49 दिनसम्म उहाँ मौनमा बस्नु भएको थियो, नबोलेर बस्नुभएको 49 डेजसम्म। 对对对对对，他到我们这个，真的考虑法律上不对，真的他去生活的就。 근데 현에 또 그런데 현재 상기 인력에 또年中的这都会他对他很认真的상기 공부도 또 그래 이게 대他们때문에 좀 되는 또 상기가 다만 그거 충분히 그거 전부도 상황보리도 충분히 너무 좋아져서 다 충분히 사게 त्यसकारणले उहाँले जब ज्ञान प्राप्त गर्नुभयो त्यो ज्ञान चाहिँ उहाँले जसरी प्राप्त गर्नुभयो त्यो अरूले पनि प्राप्त गर्न सक्छ। त्यसकारणले अनि उहाँ जब बुद्धगयामा उहाँ बसिरहनु भएको थियो त्यसपछि वनराजबाट चाहिँ वनराजमा पञ्चवर्गीय भिक्षु भन्छ त्यो खोरघाँटेसम्म भनेको पञ्चवर्गीय भिक्षुले चाहिँ जब उहाँले निमन्त्रण गर्नु भइसकेपछि उहाँ त्यो ठाउँमा वनराजमा जानु भएर प्रथम पटक उहाँले धर्मदेशन दिनुभएको थियो। त्यो बेलामा अब त्रियानमा अन्तर्गत धर्मदेशन दिनुभएको थियो होइन, महायान कचरयान भनेर हिनयान भनेर विभिन्न खालको चाहिँ त्यो बेला उहाँले धर्मदेशनहरू गर्नुभएको थियो। 现在呢，他去工作是差不多，他上一阵子是送给，可能甚至上进一步，我去到那离开的他的了，可能去工作上班，但是去工作的都在看这个，他看这些带过来，看这些带过来，这个在那本地这样，现在正到这个这个，上进这里，我们放到这上头，到了这个这个上进的这里。 त्यसकारणले भगवान बुद्धले जब आफ्नो मन नै बुद्ध हो भनेर भगवान हो भनेर प्राप्त गरिसकेपछि अब त्यो बुद्धको आफ्नो मनको चित्तको बुद्ध रूपी चित्तलाई प्राप्त गर्नको लागि अब के गर्नुपर्छ भनेर उहाँले धर्मको उपाय अपनाउनु भएको थियो। अनि त्यो धर्मको उपाय अप्नाएर मात्र भएन, अब त्यो धर्म अभ्यासको लागि के गर्नुपर्छ त अब त्यसपछि अनि हामीले धिजुन कुञ्चुको स्वरूपमा चाहिँ अन्त यो पञ्चवर्गीय भिक्षुहरूलाई चाहिँ उहाँले त्यो धर्महरू देशन गर्नुभयो। धेरै जोडे था सांगी कुञ्चु छु कुञ्चु गेजिङ कुञ्चु धेरै प्रकारले सांगी त्यस्तो उहाँले छु सांगी इम्पोर्टेन्ट तो अपने एक प्रॉब्लम देते चीज जान गर्दा म त त्यसैले साधन गर्दै हेर्दैन कन्स्टिट्युसन 100 गते रिटेन हेर्दै त्यसकारणले उहाँको जीवनकालदेखि नै अनि जब उहाँले चाहिँ आफ्नो चित्त नै बुद्ध हो भनेर धर्म गएको स्वरूपमा उहाँले प्राप्त गरेपछि ओहो कुञ्चुसुम भनेको बुद्ध रत्न धर्म रत्न सङ्घ रत्न भनेको यो रहेछ भनेर उहाँले जब आफ्नो चित्तलाई नै बुद्धको स्वरूपमा पायो अनि त्यो चित्तलाई प्राप्त गर्नको लागि अपनाएको मार्गलाई धर्म रत्नमा पायो। अब त्यो धर्म त्यसलाई चाहिँ त्यसलाई प्रवचन गर्ने त्यसलाई चाहिँ प्रवर्तन गर्नको लागि चाहिँ जब उहाँले चाहिँ के अरे पञ्चवर्गीय भिक्षुहरूलाई उहाँले धर्मदेशन दिनुभएको थियो अनि त्यसपछि चाहिँ अनि तिरिरात भन्छ नि कुञ्चुसुम भनेको नै सुरुवात नै त्यसरी भएको थियो। दिनका या मुजो कुञ्चुसुम दिबते धन्दाको बदोndo दिनको फर्ममा गएन त्यो कुञ्चुसुम छोरो हिँड्छ माइबा राङ सेन्टी हिँड्दै हैन कोहले को भएन त्यसले मैले जाने त्यसले कुञ्चुसुम दिसे के त्यसकारणले उहाँले भगवान बुद्धले जुन जसरी उहाँले महसुस गर्नुभएको जस्तै हामीले पनि कुञ्चुसुम भनेको तिरिरत्न भनेको चाहिँ यस्तो हो भनेर त्यो प्रकारले त्यो अर्थ बुझेर हामीले साँच्चीकै तिरिरत्नप्रति चाहिँ श्रद्धा गर्यो भने साँच्चीकै तिरिरत्न कुञ्चुसुम भन्ने चाहिँ कहीँ बाहिर होइन भन्ने कुरा चाहिँ हामीले महसुस हुन्छ। 근데 대답도 왜 이제 당나라도 다 고주섬 시에바데 어쨌든 게 점점 사회가 그러잖아 상계를 잡으러나 근데 가이고 집에서 사고는데 시에바데 차트요 त्यसकारणले हाम्रो बौद्ध दर्शन अनुरूप बनाउँ भने चाहिँ हामी तिरिरत्नको शरणमा गइसकेपछि कुञ्चुसुमको शरणमा गइसकेपछि अब
हामीले बाहिरको झिक्ने बेला भनेको संसारिक देउताहरूलाई चाहिँ शरणमा जानु हुँदैन भन्ने खालको भनाइ छ। हामी भगवान् बुद्धको शरणमा गइसकेपछि झिक्ने बेला संसारिक देउताहरूको चाहिँ शरणमा जानु हुँदैन भन्ने भनाइ।